40 वर्षभन्दा धेरै जीवन बिताइसक्यो यस्ता कुराहरू तपाईँलाई सायद थाहा छैन होला। यदि यी कुराहरू सिक्नुभयो भने दैनिक जीवनमा एकदमै उपयोगी हुनेछन्। नम्बर 1, औँलामा काँडा भिजेको छ, नुन, सेतो भिनेगर र तातो पानीमा औँला डुबाउनुहोस्, 3 मिनेटमा काँडा बाहिर निस्किन्छ। नम्बर 2, लसुन छिल्दा एकदमै झन्झट हुन्छ। लसुनलाई बीजबाट काट्नुहोस् र पल्टाएर माथिबाट ठकठक पार्नुहोस्, सिधै निस्किन्छ। नम्बर 3, प्याज काट्दा एकदमै आँसु आउँछ। चपिङ बोर्डमा एउटा टिस्यु पेपर भिजाएर राख्नुहोस्, आँखाबाट आँसु आउँदैन। नम्बर 4, खुर्सानी काट्दा तपाईँको हात जल्छ, थोरै तेल र डिप सोप लगाउनुहोस्, जलन तुरुन्त हराउँछ। नम्बर 5, आलु काट्दा आलु चिप्किन्छ। एक पिस आलु काटेर यसरी चक्कुमा लगाउनुहोस्, सजिलै काट्न सकिन्छ। नम्बर 6, अन्डाको छिल्का हटाउन गाह्रो हुन्छ। औँलामा पानी लगाएर हल्का छुनुहोस्, अन्डाको छिल्का सजिलै बाहिर निस्किन्छ। नम्बर 7, बच्चाले अन्डाको भित्रको पहेँलो चिज मन पराउँदैन। अन्डालाई थैलामा राखेर 3 मिनेट यसरी घुमाउनुहोस्, उमाल्नुहोस्, सुनौलो अन्डा तयार। नम्बर 8, फ्रिजमा ठाउँ कम छ, खाली बोतल काटेर यसरी फोल्ड गर्नुहोस्, धेरै सामान अटाउँछ। नम्बर 9, फ्रिज गनाउँछ, चियाको पात प्लस बेकिङ सोडा प्लस भिनेगर राखेर 1 दिन छोड्नुहोस्, गन्ध आफै हराउँछ। नम्बर 10, खानको लागि लामो समय राख्न टमाटर, प्याज, केरा, लसुनलाई यस्तो सानो तरिकाले प्याक गर्नुहोस्, अवधि बढ्छ, खराब हुँदैन।